झुप्रा खोलाका बादीको फोटो खिचेर ल्याएर आफ्ना छोराछोरी अमेरिका राखेर बस्न पाइँदैन, काठमाडौँमा घर ठहराएर भैँसीपाटीमा घर बनाएर बस्न पाइँदैन। यसो प्रमाण पेश कर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा कतिजना राउटेका बालबालिका टाइलार स्कुल जान्छ, नाङ्गे भुतुङ्गे बसे आन्थे, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे आन्थे, सबलाई रक्सी खुवाएर ठिक पारेर राखेको छ। कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो, त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ। सभापतिज्यू, तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा ती सुखडमा बसेका, दैलेखमा बसेका, लोहरेमा बसेका, काँडाचौरमा बसेका, झुप्रा खोलामा बसेका वादीहरूको नाममा, दलितको नाममा, डुमसमार मुसरहरूको नाममा तराईमा कति पैसा आएको छ तिनीहरूको जीविकोपार्जनमा, यसको प्रक्रिया के हो? बडो मिठो तरिकाले भन्नुभयो साथीहरूले, अहिले यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ यसरी जान्छ, बिल मिलाउने, यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा त तपाईहरु त लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ। मेरो त्यसमा केही प्रश्न छैन, प्रक्रियामा प्रश्न छैन, परिणाम के हो? परिणाम चाहियो। लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो। त्यहाँ राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा। लुगा लाउने भने त्यसै लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट। यो खालको चाहिँ कुराहरू स्वीकार्य छैन।